हेलो एभ्रिवान, वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले तपाईँहरूलाई पोर्चुगलमा बसेर आइरस भर्नु कसरी सजिलै आइरस भर्न सकिन्छ र अब आइरस भन्ने दिन पनि धेरै छैन र कोले आइरस भन्नुभएको छ भने यो भिडियो हेरेर आइरस भन्नु होला, सक्दो सेयर गरिदिनु होला। मैले तपाईँहरूलाई यो आइरस भन्ने सबैभन्दा सजिलो तरिकाले सिकाइरहेको छु। यदि नयाँ हुनुहुन्छ भने मलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यस्तै अपडेटहरू पनि ल्याउने छु र मैले साथै ब्लग पनि गर्छु, ब्लगिङ पनि गर्छु, यही च्यानलमा ब्लग पनि हालिरहेको हुन्छु। यदि राम्रो लाग्छ भने मलाई अब आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला, कमेन्ट गर्न नबिर्सिनु होला। अब फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला र यदि कसैले आइरस भन्नुभएको छैन र आइरस भन्ने कसरी हो भन्ने कुराहरू चाहिँ सेयर पनि गरिदिनु होला। यो भिडियो सेयर गरिदिनु भयो भने चाहिँ उहाँले सजिलै आइरस भन्न सक्नुहुन्छ। अब म तपाईँलाई लानेछु कम्प्युटर स्क्रिनतिर, आई मिन ल्यापटपको स्क्रिनमा। थ्याङ्क यू। सबैभन्दा पहिला क्रोम ब्राउजर ओपन गर्नुहोस्, त्यसपछि पोर्टल दासपिना सर्च गर्नु भने यस्तो इन्टरफेस देखिन्छ। त्यसपछि तपाईँले यहाँ तलपट्टि देखिरहेको आइरसको एक्सेसमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँले यस्तो इन्टरफेस देख्नुहुन्छ। त्यसपछि तपाईँले निफ नम्बर र आफ्नो पासवर्डलाई लगइन गर्नुहोस्। लगइन यस्तो इन्टरफेस आउँछ, त्यसमा सबमिट डिक्लेरेसनमा क्लिक गर्नुहोस्। त्यसपछि फुल आउट द डिक्लेरेसनमा क्लिक गर्नुभयो भने यस्तो सेलेक्ट गर्ने अप्सन आउँछ। यहाँ 2025 सेलेक्ट गर्नुहोस्। 2025 सेलेक्ट गर्नुपर्छ 26 को आइरस भर्दाखेरि। त्यसपछि तपाईँले यसरी सेलेक्ट गर्नुभयो भने चाहिँ फेरि तपाईँहरूलाई यस्तो इन्टरफेस देखिनेछ। यसमा फर्स्ट अप्सन चाहिँ कन्टिन्यू, फर्स्ट अप्सनलाई क्लिक गरेर अनि तलपट्टि निफ नम्बर हालेर कन्टिन्यूमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँले फेरि यस्तो खालको इन्टरफेस देख्नुहुनेछ। अब यसमा चाहिँ टु क्लोज गर्नु होला। टु क्लोज गर्नुभयो भने चाहिँ तपाईँले प्रपरली यस्तो देख्नुहुनेछ। त्यसपछि यहाँ हामीले सेलेक्ट गर्नुपर्ने हुन्छ। फर्स्ट अफ अल चाहिँ हामीले 4 नम्बर सेलेक्ट गरेर अब तपाईँले यहाँ आफ्नो विभिन्न अप्सनहरू सिङ्गल, डिभोर्स, म्यारिड, अनम्यारिड सबै कुराहरू चुज गर्नु। म चाहिँ सिङ्गल भएर सिङ्गल चुज गरेँ। त्यसपछि तपाईँ जानुहुन्छ 8मा चाहिँ तपाईँले कुन ठाउँबाट भर्दै हुनुहुन्छ त्यो कुरा गर्नु। अब मदिराबाट भर्दै हुनुहुन्छ भने 3rd नम्बरको र अर्को आयरल्यान्डबाट भर्दै हुनुहुन्छ भने 2 नम्बरको र अरू ठाउँबाट भर्दै हुनुहुन्छ भने 1st नम्बरको सेलेक्ट गर्नु होला। तपाईँहरू 9मा जानु होला। 9मा आफ्नो ब्याङ्क एकाउन्ट सेलेक्ट गर्नु होला। यसमा तलपट्टि टिक लाउनु होला र त्यसपछि यसमा क्लिक गर्नु होला। त्यति गर्नुभयो भने आफ्नो ब्याङ्क एकाउन्ट सेलेक्ट भयो। नत्र चेन्ज गर्नु छ भने अर्को नयाँ एकाउन्ट पनि हाल्न सक्नुहुनेछ तपाईँले माथिबाट। अनि त्यसपछि चाहिँ तपाईँहरू 10मा जानु होला। 10मा चाहिँ एकदम ध्यान दिनुपर्ने कुरा, तपाईँले फर्स्ट टाइम भर्दै हुनुहुन्छ भने चाहिँ 1 नम्बरको सेलेक्ट गर्नु होला। यदि सेकेन्ड टाइम भर्दै हुनुहुन्छ बिग्रिएर भने चाहिँ 2 नम्बरको सेलेक्ट गर्नु होला। त्यो चाहिँ आफूले ध्यान दिनुपर्ने कुरा हो। यदि भरिसक्नु भयो भने त्यसपछि तपाईँहरूको आइरसको नर्मल तरिकाले भरिसक्नु भयो। अब चाहिँ मैले चाहिँ फर्स्ट टाइम हो, त्यही भएर फर्स्ट सेलेक्ट गरेँ। आफूले भरेको ठिक भयो कि भएन भनेर चेक गर्नको लागि त्यो माथिपट्टि देखाइरहेको भ्यालिडिटीमा अप्सन क्लिक गर्नुभयो भने ठिक छ भने तपाईँलाई नो मिस्टेक भनेर देखाउनेछ। अब ठिक छैन भने चाहिँ तपाईँलाई रङको अप्सन आउनेछ। त्यसपछि सिमिलरिटीमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँको आइरसको यस्तो डिक्लेरेसन लिक्विड तयार दोष देखाउनेछ। त्यसपछि तपाईँको कति फाइन आउँछ आउँदैन सबै कुराहरू यसबाट क्लियर गरिदिनेछ। यो हेरेपछि तपाईँहरूले चाहिँ अब तलपट्टि टु क्लोजमा क्लिक गर्नु र भ्यालिडेटरमा क्लिक गर्नुभयो भने चाहिँ यसरी नो मिस्टेक भनेर आउँछ। अब तपाईँ डिक्लेरेसनमा क्लिक गर्नु। डिक्लेरेसनमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँले यहाँ एउटा कन्टिन्यूको अप्सन आउँछ। त्यसपछि यो की जस्तोमा क्लिक गर्नु। यो की जस्तोमा क्लिक गर्नुभयो र फेरि तपाईँले निफ र पासवर्ड हालेर लगइन गर्नुभयो भने चाहिँ तपाईँहरूको फाइनली आइरस भरिसकेको हुन्छ। त्यही भएर गाइज यो चाहिँ यस्तो इन्टरफेस देख्यो भने आइरस भरेको हुन्छ। यस्तै अपडेटको लागि चाहिँ मलाई फलो गर्न नबिर्सिनु होला र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला नयाँ हुनुहुन्छ भने। र यस्तै गरी मैले तपाईँहरूलाई विभिन्न अपडेटहरू दिइरहने छु। यदि टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्न नबिर्सिनु होला र युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद। फेरि भेट्नेछौँ हामी अर्को भिडियोमा। थ्याङ्क यू।